ओके सबैलाई दर्शन नमस्ते है त। आज एउटा ऱ्यान्डम दिन 2025 को है त। आज हामी घरदेखि बिहान बिहान निस्क्यो। हाम्रो डेस्टिनेसन भनेको हामी जान लागेको इन्डिया पन्जाब होइन। अनि ओकेजन चाहिँ के हो भने चाहिँ अब हामी पऱ्यो सेकेन्ड थर्डको होइन। सेकेन्ड थर्ड भनेको चाहिँ पल्टन जसले कि पहिला र सेकेन्ड फर्स्ट र सेकेन्ड विक्टोरिया क्रस जितेको पल्टन हो कि। अहिले भनौँ न राम्रो इमेज भएको एउटा पल्टन। बाको पल्टन भनेको आफ्नो पल्टन जस्तो लाग्छ। यही पल्टनको चाहिँ के हुन्छ भने चाहिँ अब इन्डिया चाहिँ आजाद भएको चाहिँ इन्डिपेन्डेन्स मनाउँछ चाहिँ 15 अगस्त 1947 हो नि। सो 1947 पछिको पहिला जुन यो ब्याटल अफ अनर पाउने पिरकन्टी भन्ने ठाउँमा लडाइँमा सेकेन्ड थर्डले पाएको थियो कि। सो त्यही लडाइँ जितेको चाहिँ ट्याक्क अब 75 वर्ष भयो कि। सो उनीहरूले चाहिँ सेलिब्रेट चाहिँ प्रत्येक 25-25 वर्षमा गर्छ कि। सो अब 75 भनेको चाहिँ अब के अरे सिल्भर जुब्ली भयो नि। सो हामी त्यही सेलिब्रेट गर्न जान लागेको। आजको प्रोग्राम त्यही हो। अब यहाँ आज गोरखपुर पुग्ने, त्यहाँदेखि ट्रेन लिएर अमृतसर पुग्ने, अनि त्यहाँदेखि पन्जाबमा अलिअलि हेर्ने प्रोग्राम के हुन्छ होइन। अनि यो कुराको लागि म अलिक बढी एक्साइटेड मेन किन भन्नाले अब खोइ अर्कोचोटि अब खासै इन्डिया आउने मौका पाउँदैन होला। लास्ट टाइम म इन्डिया बसेको त्यसमा पनि गएको सायद 2008 कि 9मा गएको थिएँ कि। त्यो चाहिँ कारण के थियो भने चाहिँ अब नेपालमा चाहिँ इन्डियामा चाहिँ हामी पढ्ने बोर्ड छुट्टै हुन्छ कि। त्यहाँ चाहिँ सिबिएससी भन्छ कि, सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसन। त्यो बोर्डलाई मान्छ। नेपालमा धेरै जस्तो त्रिभुवन युनिभर्सिटी के छ नि। सो इन्डियातिर गएर मैले चाहिँ त्यो इन्डियाको डकुमेन्टलाई भ्यालिड गराएको थिएँ कि लखनऊ गएर। त्यो 2009 को कुरा हो। भनेपछि अब अराउन्ड 16 वर्षपछि जाँदैछु म। अनि पछि जान मौका पाउँदैन भनेर बासँग। सो त्यही हो। अनि अर्को एउटा लास्ट कुरा, म जन्मिन नि खास नेपालमा जन्मिन भन्दा खास पन्जाबमै जन्मेको हो कि, पठानकोट। सो यसको लागि अलिक बढी एक्साइटेड। अनि अरू भन्दा अब सन्चुलाई नि इन्डियाको अरू भन्दा नि त्यहाँको त फेमसै त्यो हो नि, गुरुद्वाराहरू धेरै छ नि। डेन्जर कस्तो गुलियो हुन्छ त्यहाँको हलवा बच्चा खानु पर्ला होला। ल त्यही भन्दा अब ल गुड डे। अब नेक्स्ट कहिले अब बाई द वे हामी अब बुटोलदेखि धेरै होइन 30 किलोमिटर टाढा छौँ। अनि खानाको प्रोग्राम चाहिँ बुटोलमा छ। अनि त्यही हो ल प्रोग्राम। यति भन्दै ल जे गर है। ओके हल्का अपडेट है त। हामी अघि खाना खान रोकेको थियो। अनि खानपिन सबै भइसक्यो। तर अब चाहिँ एक दुईजना साथीहरूलाई भेट्दैछ कि, बाबा अनि अङ्कलहरू मामाहरू। सो हाम्रो हतार छैन। अनि बिहान खास 6 बजी हिँडेको। अनि अघि हामी आउँदा त कति बजी थियो बुटोल त्यसै हो। अहिले चाहिँ बजिरहेको छ 12:30। सो हतार छैन किन चाहिँ अब यहाँदेखि त 20 किलोमिटर मात्रै हो बोर्डर। अनि बोर्डर पुगेपछि अब गाडी एक ठाउँमा राखिदिने रे अङ्कलको बाबाको साथीको घर। त्यसपछि त्यहीँदेखि त बोर्डर क्रस गर्ने। अनि प्लानिङ अनुसार जाम भने चाहिँ बोर्डर क्रस गर्ने बेला अझै फर्म सम भन्नुपर्छ अरे कि। आजभोलि झमेछ। पहिला यस्तो थिएन कि म जाने होला। सो हामीलाई दुईजना लिन आउँछ अरे। त्यति चाहिँ फर्म सम भन्नु पर्दैन। तर हाम्रो ग्रुपै छ कम्ती नि 70-80 जनाको ग्रुप छ। हामी सबै अलमोस्ट सँगै बोर्डर क्रस गर्नेछौँ। अनि त्यसपछि फेरि गोरखपुर जान फेरि लाग्ला 1-2 घन्टा। अनि त्यहाँबाट डेन्जर वेटिङ हान्छ होला हामीले त। अनि ट्रेन चाहिँ जस्ट बेलुका छ कि खास गोरखपुरदेखि 7:15 को। सो त्यही हो। अब केही छैन। नेक्स्ट अपडेट चाहिँ अब म गोरखपुर पुगेपछि दिन्छु है त। बोर्डरतिर नि हेरौँ के हुन्छ अब है त। ल यति भन्दा जे गरौँ जे नेपाल। के अरे अर्को अपडेट है त। अघि हामी निस्केपछि ट्याक्क सुनोनीमा गाडी राख्यो। अनि ट्याक्क एउटा गाडी भेटाइहाल्यो कि। अनि गाडी भेटाएपछि अब यो गाडीले हामी 4 जना छ नि। अब एउटा गाडीलाई 300 मा गोरखपुर पुऱ्याइदिन्छ अरे कि। सो अब 1 घन्टा समथिङ गोरखपुर पुग्छ। 300 ठिकै हो आइसी। अनि ठिकै अब उता पुग्ने। अनि पुगेपछि बाँकी अपडेट दिन्छु है त। अनि अहिलेलाई बोर्डर त त्यही त नि हल्का प्याक त हुन्छ नि होइन। यस्तो प्याक छ अब। यही हो। अनि सो फार सो गुड। ओके हल्का अपडेट है त। यो बिल्डिङ देखेछ नि, यो भन्सार बिल्डिङ। नेपालको भन्सार पऱ्यो नि। आउने बेला यहाँ चाहिँ भन्सार तिर्नुपर्छ। अनि एउटा टाइम जुनी पछि देख्यो नि यो
गेट देखेँ नि यो चाहिँ नेपालको लास्ट पोइन्ट है त अब यो कट्नी त्यसपछि इन्डिया सुरु हुन्छ अब पहिला त यो बडा चाहिँ निकै काट्थेँ मैले रिक्साबाट तर आज चाहिँ अब फर्स्ट टाइम यो अब गाडीबाट काट्न आएको छ अलिअलि गर्मी छ तर एक्साइटेड ल चाउ के अरे हल्का अपडेट है त अहिले बज्यो 7:03 है त 7:15 को ट्रेन छ अनि राम्रो कुरा चाहिँ ट्रेन चाहिँ खासै लेट हुन पाएन हामी अन टाइम छौँ रातिको खानपिन गरेर जबल जाने भनेको तर खानपिन गर्ने अलि समय भएन अब ठिकै छ एकछिनमा चाहिँ ट्रेनमा के खाना पाउँछ त्यो देखाइदिनु है तपाईँलाई है त त्यही भन्दै अब के गर्ने अरू त अब तपाईँलाई स्टेसन देखाउँछ है त हाम्रो शहीद एक्सप्रेस अघि एकछिन एकदम रस भएको थियो कि तेरो खासै कुरा अघि कम्प्लिट गर्न सकेन फाइनली हामी ट्रेन चढ्यो है त अहिले त बजिरहेको छ समथिङ 7 बजी चढेको 7:15 चढेको हामी अहिले 7:45 जति भएछ कि रातिको त भोलि बिहान नि होइन बेलुकाको 5-6 बजी पुग्यौँ कि हामी सो लामो यात्रा छ अनि जसले एसीमा पहिला चढ्नु भएको छैन एसी 2मा के यस्तो हुन्छ एउटा सिट यहाँ एउटा सिट त्यहाँ दुईवटा मुनि अनि उता नि दुईवटा हुन्छ अनि सुत्नलाई म त धेरै टाइम पछि आएको नि बिर्सियो सिरानी च्यादर कम्बल त्यही हो अनि खानाको व्यवस्था चाहिँ भर्खर रोटी दियो 3टा रोटी सुक्खा राइस छ अन्डा आलु सुनपापडी र दाल रहेछ सो त्यो अलिकति क्लोज भिउ देखाउँछु अनि त्यसपछि चाहिँ अब के हो खाने हो सुत्ने हो अलिक क्लोज भिउ दिन्छु है त म ओके अलिकति क्लोज भिउ चाहिँ त्यही हो रोटी चामल अन्डा आलु सुनपापडी दाल बाबा नि छेउमै छ बाबा इटिङ मोडमा अनि पुरा बोकीभरि हाम्रो अङ्कल आन्टीहरू छ सेकेन्ड थर्डको सन्स बेबीलाई नि भोक लागिरहेछ हेलो अनि त्यति भन्दै गुड नाइट ल अब है त
ओके हल्का अपडेट है त अब 5:30 जति भयो अब त 15-20 मिनट हामी पुग्छ होला अनि पुगेपछि त्यहाँको अगाडि खिचौँ ल जसले फर्स्ट टाइम इन्डियन रेलवे हेरिरहेछ हल्का हेर्नु यस्तो हुन्छ यो चाहिँ खास यो माथिको भागलाई मुनि झार्न मिल्छ यता नि मुनि झार्न मिल्छ है त यो एउटा जना सुत्ने ठाउँ भयो एउटा यो माथि सुत्ने ठाउँ भयो छेउमा चाहिँ यस्तो हुन्छ अनि यता नि यही हो अब खास यो माथिको भागलाई मुनि झार्न मिल्यो एकजना यहाँ सुत्ने एकजना माथि सुत्ने भ्यू हेर्दै त्यही हो त के भन्नु बाटो लामो छ अँध्यारो पो देखेँ त यार के देखेँ मेरो अनुहार देखेन ल यसमा चाहिँ भेटौँला है त मान्छे ल गुड नाइट हल्का अपडेट हामी अहिले पुग्यो के अरे श्रीनगर कहाँ हुन्छ के अरे अमृतसरमा आइपुग्यो ट्रेनको बाटो अब अलिअलि जति खिच्यो त्यति नै हो चाहिँ अब खास हामीलाई गाडी लिन आएको छ होला गाडीमा बस्ने अनि पुग्ने है त हाम्रो डेस्टिनेसन भनेको खास जमशेदपुर हो 1 घन्टा यहाँदेखि लाग्छ अरे सो एकछिनपछि भेटौँ है त एकछिनपछि बरु हाम्रो रिसिप्सन के हुन्छ खिच्न पाए त्यहाँ खिचिदिनु है त ल त्यति त जे गर ल भाइ खास सुरु भयो हिजो बेलुका चाहिँ हामी खास 7:15 निस्केको थियो गोरखपुरदेखि फाइनली अहिले चाहिँ अलमोस्ट यहाँको चाहिँ 6:15 मिनट बाँकी छ हामीले पुगिसक्यो अब पछाडि ब्याकग्राउन्ड थाहा लाग्छ नि अमृतसर आइपुग्यो अब त्यही अब एकछिन पानी खाने अनि बसमा सबै जाने यहाँदेखि चाहिँ हामी जान लागेको गुरदासपुर त्यहाँ अघि मैले भनेको 1 घन्टा जति समय लाग्छ अरे बसमा अनि ठिकै हो अनि एकपछि अब हाम्रो टोलीहरूलाई देखाइदिन्छ है त हाम्रो एक्स भुपूहरू टन्नै हुनुहुन्छ होइन ओम अङ्कल हो पोखराको बाबाहरूको साथीहरू र बाबा यहाँ छ यो चाहिँ स्पेसली उत्तमको लागि त उत्तमको आफ्नै दाई होइन दाई यहाँ छ ऊ त्यहाँ नुजनको मम्मी मेरो प्यारो आन्टी अनि त्यही हो अब मान्छे त धेरै छ अनि ठिटाहरू हामीलाई लिन आउनुभएको छ पानी खाने चिया खाने के खाने अनि त्यसपछि जाने हो अरू त अब के भन्नु मान्छे हामी धेरै छ अब त्यही हो किरण अङ्कल यहाँ आउनुभयो फेरि ल त्यति नै हो अब अरू त के भन्नु जय नेपाल है त ल ओके हामी हिँडिसक्यो तर अब हाम्रो पछाडि गाडीहरू हरायो कि भनौँ न आइदिएन तर हामी एकछिन वेट गर्दैछ अनि उता इन्डियाको तिरङ्गा देख्न सक्नुहुन्छ तपाईँलाई होइन अब हामी तिरङ्गा 3टा रङ्ग छ नि हेर न अरेन्ज अशोक चक्र र हरियो सब हामी गाडी वेट गर्छ अनि वन्स हामी कम्प्लिट हुन्छ हामी लाग्नेछौँ है त गाडी त त्यो होइन अनि सबभन्दा राम्रो कुरा चाहिँ हामी पोखरादेखि हिँडेको यहाँसम्म चाहिँ बेबीले एकचोटि नि उल्टी गरेन एकचोटि के हो यस्तो जादु किन चाहिँ होइन राम्रो हो नि होइन ठिक छ अनि हाम्रो पछाडि त्यही 3-4 गाडी छ एउटा गाडी आइदिएको छैन के सबै गाडी आओस् अनि आइसी बल्ल एउटा गाडी त आएछ है एकछिन हेर्दैछु है म आयो एउटा गाडी आयो यो गाडी जुन यो ढाइटन छ नि यसमा हाम्रो सबै सामान छ कि गाडीहरूको यो गयो भर्खर ढाइटन त्यसले देखेन हामीलाई ठुलो गाडी थियो नि अब फ्रान्समा यसलाई जिबिसी भन्छ यहाँ चाहिँ ढाइटन एउटा अर्को ठुलो गाडी पनि देख्यो त्यसमा हाम्रो अरू अङ्कलहरू छ के अब आइसी हामी गइहाल्ने हो बाबा फोनमा बोलाएछ हाम्रो सेकेन्ड गाडी हामीले कुरेको चाहिँ यही हो हरि कलरको गाडी छ ऊ त्यो ठुलो अनि सनराइजको मजा लिनु तपाईँहरू वाउ यहाँ चाहिँ कुद्यो है त भत्काएर कुद्यो हाम्रो हुन त एउटा अझै पनि गाडी थियो एउटा अर्को गाडी चाहिँ देखेन अनि अब ल ठिकै छ एकछिनपछि भेटौँला है त ल
Oh, no, not lean, not lean, not lean.
के अरे अघि मैले अब जति खिच्यो एकछिन अगाडि देखिसक्यो तपाईँले बेसी अब खिचिहाल्यो अनि अब लास्टमा सुत्ने बेला किनकि अहिले बजिरहेको छ अलमोस्ट रातिको अलमोस्ट 10:30 है त। बाइ द वे एउटा पल्टनदेखि सानोतिनो गिफ्ट आएको छ। गिफ्ट चाहिँ यहाँ खोल्दैछ भाले। बा के रहेछ यो? चुनरी हो र? ए चुनरी छ अनि यो के हो? ए यो त पैसा राख्ने जस्तो हो कि लेडिजको लागि हो। त्यो चुनरी नि आमालाई काम लाग्यो, यो नि आमालाई काम लाग्यो। अरे आमा र सन्जुले बाँड्ने हो कि कसलाई के मनपर्छ आई डोन्ट। एउटा यसो के सुन्नु अरू के छ? ए बाइ द वे मैले सुरुवात नि भनेको थिएँ नि यो 75 हामीले ब्याटल अफ अनर जितेको थियो कि खास 75 वर्ष अगाडि के। ए यो चाहिँ राम्रो होला ए 75 वर्ष ब्याटल अफ पिरकन्टी। त्यो हाम्रो सबैपल्टको ट्र्याक हुन्छ कि रनिङ यस्तो न्यानो गरिने ट्र्याक। त्यो ट्र्याकको पछाडि पिरकन्टी लेखे हुन्छ कि किनकि हामीले पिरकन्टीको लडाइँ जितेको। यो त यस्तो भइहाल्यो। अनि खै किचन त बेसिक छ हाम्रो। सेकेन्डहरू यस्तो हुन्छ कि लगो। अनि सेरेमनी यस्तो ए यसै अब कोट लाउने जो कि म परेन, म कोट लाउँदैन खासै। ए के अरे आई डोन्ट लाइक कोट।
यो ब्याच कोड ब्याच कोटको ब्याच रे अनि लास्ट के छ भने चाहिँ यो चाहिँ त्यो रहेछ अघि हेरेको क्यालेन्डर क्यालेन्डरमा एकचोटि देखाउनु त कस्तो देखिन्छ हेर्दा मुनि थप्नु त छोप्नु परेन सेकेन्ड बटालियन द थर्ड गोर्खा राइफल्स होइन कमरेटिङ 25 years of battle of पिरकन्टी त्यही हो ल खिच्ने अरे भिडियो हो कि त्यस्तो खिच्नु पर्दैन पर्दैन ओके अब चाहिँ के भन्नाले बाबा यहाँ सुत्छ अब सन्चु र मेरो कोठा देखाउँला हाम्रो 3 दिनको लागि यो सन्जुले गिफ्ट भर्खरै पाइहाल्यो नो लेट गरेर यो म थाहा छ केसँग सुहाउँछ यो हजुर म जलाइदिन्छु एकछिनपछि सन्जु आऊ ओके यो चाहिँ सन्जु र मेरो बिस्तारा अरू भन्दा नि हिटर अन गरिहाल्नु भने किनकि जाडो छ है यहाँतिर खास भन्दा बिहान र बेलुका त अलिक त्यो भन्छ जाडै छ दिउँसो बरु गर्मी हुन्थ्यो नि अचम्मको छ त ठिकै छ अट्याच बाथरुममै रहेछ भन्दै लगाइरहेको थियो ठिकै छ यति भएपछि अब सुत्ने भोलि बिहान नर्मली अब 11 बजे आउँछ ब्रेकफास्ट यता होला कि खोइ के हुन्छ थाहै छैन त्यही हो अब बाँकी कुरा भोलि पछि साइनिङ अफ